नमस्ते अनि सुस्वागतम सम्पूर्णमा गणेश ढकाल युट्युब च्यानलमा हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउन चाहन्छु। आज इतिहासको पाना पल्टाउन मन लाग्यो र पल्टाइदिए। लेखिएको रहेछ पत्रकार देशको चौथो अङ्ग भनेर। पत्रकारिता युरोपबाट 15औं शताब्दीमा यसको सुरुवात भएको रहेछ। अख्तियार भित्र छिरेर अख्तियारहरूसँग वार्तालापदेखि चोक चोक र गल्ली गल्लीको भ्रष्टाचार, भेदभाव र विसङ्गतिको विषयमा आवाज उठाउन सक्ने शक्ति पत्रकारले राखेको हुन्छ। दुई टुकुरा रोटी र एक कप चियाको घरमा पछाडि झोला बोकेर परदेशिएकाहरूले पत्रकारिता, कलाकारिता, राजनीतिज्ञ र विभिन्न क्षेत्रमा आफूलाई अब्बल बनाउँदै देशको गरिमा उच्च स्थानमा पुर्याउन सफल भएका छन्। घाँटीमा क्यामेरा झुलाएर पत्रकार हुँ भनेर समाजमा विसङ्गति पनि भित्र्याउँदै आइराखेका छन्। काँधमा जिम्मेवारी बोकेर चरिजको अङ्ग अङ्गमा देशको माया भएकाले खै कसरी पत्रकारको धज्जी उडाए भनौँ र। दक्षिण कोरियाको पत्रकार महासङ्घको अध्यक्ष सन्तोष खड्काको सहयोगमा सहकर्मी बलराम पन्थीले तयार पारेको यो रिपोर्ट। नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाद्वारा आयोजना हुन लागिरहेको साधारण सभा तथा नेपाली श्रमिकले गरेको दुःख कष्ट सङ्घर्षको अवस्थालाई बुझ्न पत्रकार महासङ्घको भूमिकाको विषयमा अन्तर्क्रिया कार्यक्रमको तयारी साथै कार्यक्रम व्यवस्थापनको सम्पूर्ण तयारी भइसकेको छ भन्दै संस्थाका उपाध्यक्ष केशव पोखरेलले बताउनु भएको छ। सन् 2007मा स्थापना भएको नेपाल पत्रकार महासङ्घको दक्षिण कोरिया शाखाले पत्रकारिता क्षेत्रसँग सम्बन्धित तथा अन्य सामाजिक विषयहरूमा बैठक, भेला, सभा, अन्तर्क्रिया, प्रशिक्षण लगायतका विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। कार्यक्रमको उद्घाटनका लागि नेपाल लगायत विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको केन्द्रीय प्रतिनिधिहरू, दक्षिण कोरियाको लागि नेपाली राजदूतका श्रम काउन्सिलर मैया कडेल लगायत नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरू एवं कोरियाली समुदायका वरिष्ठ व्यक्तिहरू कार्यक्रममा सहभागी हुनेछन् भन्दै महासचिव वासुदेव भट्टले जानकारी दिनुभएको छ। कार्यक्रममा कोरियामा रहेर देश र समुदायका लागि महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान साथै उक्त कार्यक्रमले यहाँ रहेका नेपाली श्रमिक र विद्यार्थीहरूको लागि कोरियाको बसाइ सहज र सरल बनाउनका लागि ठूलो भूमिका खेल्ने भन्दै संस्थाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले बताउनु भएको छ। साथै युवा पत्रकार साथीभाइहरूसँग हातमा हात साथमा साथ दिँदै पत्रकारिताको दुनियाँमा अगाडि बढाउन आफूले सक्दो सहयोग गर्ने अध्यक्ष खड्काले भन्नुभएको छ। मार्च 9 तारिक आइतबार कोरियाको राजधानी सोल स्थित दोङदेमुन सेमाउल ब्याङ्कको 5औं तलामा आयोजना हुन गइरहेको कार्यक्रममा 300 भन्दा बढी नेपाली समुदायको उपस्थिति रहने अपेक्षा रहेको छ भन्दै अध्यक्ष खड्काले बताउनु भएको छ।